हेलो एभ्रिवान हामी चाहिँ ट्रान्जिएन्ट एनालाइसिस बाई इनिसियल कन्डिसनको न्युमेरिकल सिरिजमा छौँ। आज न्युमेरिकल 12 पढौँ के भन्दैछ यता। यो चाहिँ हामीलाई सोधेको कहिले थियो भन्दा 2073 को श्रावणमा सोधेको छ है। SSRAWAN 2073 श्रावण। अब 73 भन्नु भनेको 75 ब्याच भन्दा पहिलाको भयो। सो 2075 भन्दा पहिलाको क्वेसन आएको छ भने द्याट इज इसिटीमा आएको क्वेसन हो। एन्ड 2075 भन्दा पछाडि आएको छ भने द्याट इज कहिले कसो इसिटीमा आएको क्वेसन पनि हामीले डिस्कस गरिरहेको हुन सक्छौँ। कहिले कसो हाम्रो एसिएममा आएको क्वेसनहरू पनि डिस्कस गरिरहेको हुन सक्छौँ है त। ल यो क्वेसनले के भन्दैछ, इन द नेटवर्क सन इन द फिगर बिलो अ स्टेडी स्टेट इज रिच्ड विथ द स्विच ओपन। स्विच ओपन हुँदाखेरि स्टेडी स्टेटमा पुगेको रहेछ कन्डिसन। एट टी इक्वल्स टू 0 द स्विच इज क्लोज्ड। सुरुमा चाहिँ नि ओपन छ स्विच, टी इक्वल्स टू 0 मा चाहिँ स्विच के भयो त क्लोज हुन पुग्यो। डिटरमाइन VA 0 माइनस एन्ड VA 0 प्लस भन्नाले यो नोड जुन छ VA भन्ने नोड छ त्यसको टी इक्वल्स टू 0 माइनसमा भोल्टेज ड्रप कति, टी इक्वल्स टू 0 प्लसमा भोल्टेज ड्रप कति भनेर हामीले फाइन्ड आउट गर्नुपर्ने छ। भन्नाले यो क्वेसनले मलाई डिफरेन्सियल पार्ट सोधेको छैन। डिफरेन्सियल पार्ट सोधेको नहुँदाखेरि हामीले के गर्नु पर्दैन त, टी ग्रेटर देन 0 को काम हामीले त्यसको इक्विभ्यालेन्ट सर्किट हामीले बनाइराख्नु पर्छ त पर्दैन है। डिफरेन्सियल सोधेको केसमा मात्र हामी टी ग्रेटर देन 0 मा जाने गर्छौँ। ल अब यहाँ हेरौँ, दुईवटा नोड दिएको छ, VA नोड दियो, दिस वान इज VB नोड एन्ड लेट्स कन्सिडर दिस इज के त हाम्रो नोड BC। यति भइसकेपछि अब इनिसियल्ली के छ यहाँनिर इनर्जी स्टोरिङ एलिमेन्ट छ कि छैन हेरौँ। क्यापेसिटर छ, ओके क्यापेसिटर छ भने हाम्रो इनर्जी स्टोरिङ एलिमेन्टलाई हेर्नु पर्यो। इनिसियल्ली यो क्यापेसिटरमा करेन्ट फ्लो भइरहेको छ कि छैन। यहाँबाट ब्याट्री सप्लाई आयो, करेन्ट डिभाइड भयो टु प्यारेलल पाथमा, तल जान पाएन, स्विच ओपन छ, यता पास भयो यता पास भयो, दुईवटा केसिएल युज भएर फेरि सम अप भएर टोटल करेन्ट नै सपोज आइटी करेन्ट हुन्थ्यो भने यही आइटी करेन्ट नै हाम्रो तल फ्लो भएर आइरहेको छ। सो इनिसियल्ली क्यापेसिटर इज वाट इनर्जाइज्ड। यहाँसम्म ठिक छ। अब इनर्जाइज्ड हो भने टी इक्वल्स टू 0 माइनसमा हामीले इक्विभ्यालेन्ट सर्किट बनाउँदा क्यापेसिटर के हुन्छ, ओपन सर्किट। लेट्स भिजिट टेबल, कन्भर्जन टेबलमा इनर्जाइज्डको क्यापेसिटर टी इक्वल्स टू 0 माइनसमा क्यापेसिटर इज के त ओपन सर्किटेड। सो हामीले फिगर बनाऊ है त। इक्विभ्यालेन्ट सर्किट एट टी इक्वल्स टू 0 माइनस के छ, माथि रेजिस्टर तल प्यारेलल दुईटा रेजिस्टर, टी इक्वल्स टू 0 माइनसमा हाम्रो स्विच ओपन नै रहन्छ भन्नाले हियर इज रेजिस्टर अफ 10 ओम, त्यसपछि प्यारेललमा दुईवटा रेजिस्टर छन् राइट। one is of 10 ohm and another one is of also 10 ohm. This path is closed. Here is voltage source लाई हामीले केही पनि गर्न मिल्दैन, that is 10 volt को voltage source छ। Here is switch is हाम्रो ओपन नै हुने भयो, रेजिस्टर सँगै जोडिएको छ 5 ohm को, एन्ड क्यापेसिटर हाम्रो के हुने भयो त ओपन सर्किट हुने भयो है त। सो ओपन सर्किट हो भने यहाँनिर हाम्रो V क्यापेसिटरको 0 माइनस लेखे यहाँनिर ठिक छ। सिन्स हाम्रो नोड C र क्यापेसिटरको सिम्बल उस्तै देखिन आयो, हामी क्यापेसिटरलाई V क्याप भनेर नेमिङ गरौँ है त। यहाँनिर V क्यापेसिटरको V क्याप 0 माइनस बनाऊ यहाँसम्म ठिक छ। यति हो नि हाम्रो फिगर इक्विभ्यालेन्ट सर्किट एट के त टी इक्वल्स टू 0 माइनस। सो इक्विभ्यालेन्ट सर्किट बनाइसकेपछि हामीले के फाइन्ड आउट गर्नुपर्छ त भन्दाखेरि क्यापेसिटर हो भने भोल्टेज ड्रप, इन्डक्टर हो भने करेन्ट फ्लोइङ कति छ हेर्ने हो नि। सो क्यापेसिटर हो भने हाम्रो V क्यापेसिटर एट 0 माइनस कति छ त, यहाँ हेरौँ है त। हाम्रो नोड के छ, नोडलाई असाइन गर्यो, दिस वाज हाम्रो नोड A, दिस नोड वाज हाम्रो नोड B
एन्ड दिस नोड वाज हाम्रो नोड सी। भिसी नोड सी को भोल्टेज भिसी र क्यापेसिटेन्सको भिसी सेम सेम देखिन गएको हुनाले हामीले यसलाई भी क्याप भनेर नेमिङ गर्यौँ। अब हामी अहिले चाहिने क्यापेसिटर हो भने भी क्याप हामीले मेजर गरौँ 0 माइनसमा है त। भनेपछि भोल्ट मिटरको पोजिटिभ टर्मिनल यो पाथमा कनेक्ट गरौँ, भोल्ट मिटरको नेगेटिभ टर्मिनल यो पाथमा कनेक्ट गरौँ। यहाँबाट यसो हेर्दै जाउँ है त। हेर्दै गयो भने यो तलको पाथ आउँदाखेरि बिचको पाथ आउँदा यहाँनिर ओपन सर्किट हुन गयो। सो यहाँबाट हाम्रो भ्यालु दिने भएन, भोल्टेज सोर्सै छैन। इफ म माथिको पाथबाट जान्छु भने, माथिको पाथबाट आउँछु भने 10 भोल्टको पोजिटिभ टर्मिनलमा कनेक्ट हुन गयो, यो चाहिँ 10 भोल्टको नेगेटिभ टर्मिनलमा कनेक्ट हुन गयो। द्याट गिभ्स के त 10 भोल्ट दिँदो रहेछ। भी क्याप 0 माइनस भनेको 10 भोल्ट बराबर हुँदो रहेछ। अथवा मैले अर्को अल्टरनेटिभ पाथ लिएँ भने भोल्ट मिटरको पोजिटिभ टर्मिनल यहाँ कनेक्ट गरेँ, यसरी म यो 10 ओम रेजिस्टर हुँदै 10 भोल्टको पोजिटिभ टर्मिनल एन्ड तलबाट नेगेटिभ टर्मिनल चाहिँ म पुग्छु भने 10 भोल्टकै नेगेटिभ टर्मिनलमा पुग्दो रहेछु। त्यसले पनि दिने भी क्याप 0 माइनस भनेको कति रहेछ त, क्यापेसिटरमा भएको भोल्टेज ड्रप एट टी इक्वल्स टु 0 माइनस कति रहेछ, 10 भोल्ट रहेछ। अर्को त्यस्तै हाम्रो यो ए नोडमा भएको भोल्टेज ड्रप हेरौँ। भोल्टेज ए नोडमा भएको भोल्टेज ड्रप एट टी इक्वल्स टु 0 माइनस, भिए 0 माइनस। यो पनि क्वेसनले सोधेको छ, कति छ मेजर गरौँ। यहाँनिर के राख्नु पर्यो, पोजिटिभ टर्मिनल राख्नु पर्यो भोल्ट मिटरको, यहाँनिर राख्नु पर्यो भोल्ट मिटरको नेगेटिभ टर्मिनल राख्नु पर्यो, राइट। सो यो पाथमा हेर्ने हो भने हाम्रो करेन्ट फ्लो भएको छैन नि है। यहाँनिर हाम्रो करेन्ट फ्लो भएको छैन, सो भोल्टेज ड्रप हुने चान्स भएन। द्याट इज हाम्रो के 0। यहाँनिर हामीले भिए 0 माइनस त 0 त भनियो, बुझ्न अलिकति गाह्रो भएको हुनसक्छ है। सो एकचोटि हामीले यसको इक्विभ्यालेन्ट अर्को सर्किट बनाएर त्यसलाई एनालाइज गर्न ट्राई गरौँ है त। यो फिगर छ, यसलाई मैले अलिकति रफमा बनाएँ ल। रफमा बनाउँदा कस्तो बनाएँ त भन्दा यहाँनिर ओपन सर्किट छ नि, दुई ठाउँ ओपन सर्किट छ। सो यता भएको 10 भोल्टलाई मैले 10 भोल्ट नै राखेँ, यसलाई मैले केही चलाइनँ। त्यसपछि यो ओपन सर्किट हो भने यहाँनिर हाम्रो के छ त, यो 10 ओम रेजिस्टर र 10 ओम रेजिस्टर सिरिजमा जस्तो देखियो अभियसली। सो मैले त्यो दुईटा रेजिस्टरलाई के राखेँ त, 10 ओम सिरिजमा राखेँ। यो दुईटा 10 ओम रेजिस्टरको बिचको पोइन्ट इज नोड बी, राइट। दिस नोड इज नोड बी। त्यस्तै अर्को पाथ छ, अर्को पाथ नोड बी र नोड ए को बिचमा 10 ओम हो। सो नोड बी र यो सपोज यो नोडलाई मैले नोड ए भने, यसलाई मैले नोड ए भने बी र ए को बिचमा 10 ओम छ, ठिक छ। अनि हाम्रो 10 भोल्टको यो नोड हाम्रो के छ त, भिसी जस्तो भयो। 10 भोल्टको यो भिसी नोड जस्तो भयो माथिबाट। एन्ड भिसी र भिए को बिचमा हाम्रो के छ त, अर्को 10 ओमको रेजिस्टर छ। सो यसलाई अलिकति मैले क्लियर बनाएँ है त। त्यसपछि हाम्रो यो भिए र ग्राउन्डको बिचमा हाम्रो स्विच छ नि, यहाँनिर हामीले मेजर गर्नु परेछ नि भिए कति हो भनेर। भिएको सपोज पोजिटिभ टर्मिनल भोल्ट मिटरको यहाँ नेगेटिभ टर्मिनल, यहाँनिर हामीले कनेक्ट गरेर भोल्टेज ड्रप मेजर गर्नुपर्ने छ। एन्ड प्यारलल पाथले के भन्छ, प्यारलल पाथले भोल्टेज आर के त इक्वल, यहाँनिर करेन्ट डिभाइड भए पनि यहाँनिर हाम्रो के त, यो जति 10 भोल्टको थियो त्यही 10 भोल्टको यहाँनिर भोल्टेज ड्रप हुने भयो। त्यति भइसकेपछि अब मैले यहाँनिरको यसको एक्रसमा भोल्टेज ड्रप मेजर गर्नु पर्यो नि। इफ मैले यसमा मैले केभिएल लगाएँ भने के हुन्छ, 10 भोल्ट माइनस यो 10 ओम रेजिस्टरमा भएको भोल्टेज ड्रप, त्यसपछि यसको नेगेटिभ भिए 0 माइनस इक्वल्स टु कति त, 0 हुने हो नि। सो 10 भोल्ट माइनस भी 10 ओम रेजिस्टरमा कति, प्यारललले कति भयो त, 10 भोल्ट नै त्यही गइदियो नि। सो भिए 0 माइनस, यसलाई सल्भ गर्यो भने भिओ 0 माइनस भनेको कति आउँदो रहेछ त, 0 भोल्ट आउँदो रहेछ के। सिन्स के भयो त, प्यारलल पाथमा के हुन्छ, भोल्टेज इक्वल हुन्छ, करेन्ट मात्र डिभाइड हुने हो। सो जति 10 भोल्ट थियो मेरो यो होल 10 ओमको रेजिस्टरबाट 10 भोल्ट त्यहीँनिर ड्रप भइसक्यो नि। सो भइसक्यो भने यो नोडदेखि अब मैले रिफरेन्स नोड ग्राउन्डको मेजर गर्दाखेरि जति सप्लाई थियो त्यति नै यहाँ ड्रप भइसक्यो भने यहाँ बाँकीको पाथमा कति होला त, 0 भोल्ट ड्रप भयो। सो भिए 0 माइनस त्यसरी 0 भोल्ट आएको रहेछ। ठिक छ, यहाँसम्म बुझिन्छ। ओके, यो बुझिन्छ भने अब अगाडि बढौँ। हाम्रो क्वेसनले के सोधेको थियो, एउटा भिए 0 माइनस निकाल्नु भनेको थियो, राइट। भिए 0 माइनस हाम्रो निस्क्यो, कति आएको रहेछ त,
0 भोल्ट रहेछ। ठिक छ। त्यसपछि अब अर्को के निकाल्नु पर्यो, VA 0 प्लस भन्नाले त्यही नोड A मा भएको भोल्टेज ड्रप एट T इक्वल्स टु 0 प्लस निकाल्नु पर्यो। सो वी हेभ टु ड्र इक्विभ्यालेन्ट सर्किट एट T इक्वल्स टु 0 प्लस। T इक्वल्स टु 0 प्लसमा के हुने भयो, अब क्यापेसिटर हाम्रो इनर्जाइज्ड क्यापेसिटर थियो, द्याट इज रिप्लेस्ड बाई भोल्टेज सोर्स। भोल्टेज सोर्स कति त, भी क्याप हाम्रो कति थियो, 10 भोल्ट। सो 10 भोल्टको भोल्टेज सोर्सले हामीले रिप्लेस गर्छौँ। दिस इज 10 ओम। यहाँनिर हाम्रो एउटा रेजिस्टर 10 ओम, त्यसपछि फेरि पाथमा अर्को रेजिस्टर अफ 10 ओम। त्यसपछि यहाँनिर अब स्विच के हुने भयो, क्लोज हुने भयो। स्विच इज नाउ क्लोज्ड। रेजिस्टर तल कति छ हाम्रो, 5 ओमको रेजिस्टर छ। एन्ड अब केले त हाम्रो भोल्टेज सोर्सले रिप्लेस हुने भयो। भोल्टेज सोर्सको पोजिटिभ टर्मिनल माथि, नेगेटिभ तल। किन त भन्दाखेरि हाम्रो सर्किटले के भनेको छ त, तलको चाहिँ नि नोडल एनालाइसिसबाट हेर्दाखेरि दिस इज VB एन्ड दिस इज रिफरेन्स नोड ग्राउन्ड जस्तो छ नि। सो ग्राउन्ड तर्फकोलाई मैले नेगेटिभ टर्मिनल भनेर राखेँ। ठिक छ यहाँसम्म। दिस इज नाउ पाथ क्लोज्ड। दिस पाथ इज क्लोज्ड। एन्ड यतातिर हाम्रो के छ त, 10 भोल्ट मल्टिपल सेलुलर सप्लाई भोल्टेज छँदैछ 10 भोल्ट भनेपछि अब हामीले यहाँनिर VA 0 प्लस यहाँनिरको निकाल्नु पर्यो नि। दिस नोड इज आवर A नोड। सो VA 0 प्लस यहाँको भोल्टेज ड्रप निकाल्नु पर्यो। त्यसको लागि सपोज मैले VB 0 प्लस भने यतातिर हाम्रो VC 0 प्लस छँदैछ। एन्ड कति त, क्यापेसिटरको भोल्टेज ड्रप 10 भोल्ट। सो लेट्स मैले के गरेँ त, अब करेन्ट असाइन गर्छु, लुप करेन्ट असाइन गरेँ है। यसलाई I1 0 प्लस भने, यसलाई मैले I2 0 प्लस भने, त्यस्तै यसलाई मैले I3 के भने त 0 प्लस भने है। सो अप्लाइङ वाट, KVL इन लुप 1। छुट्टा छुट्टै लुप करेन्ट लगाएर गरे पनि भयो, अथवा हाम्रो के त म्याट्रिक्स मेथड पनि थाहा छ नि, म्याट्रिक्स मेथडबाट गए पनि भयो। अब KVL इन लुप 1 लगाउँदाखेरि हाम्रो के हुन्छ त, 10 भोल्ट माइनस 10 ओम रेजिस्टरमा कति त, I1 0 प्लस डोमिनेटिङ करेन्ट माइनस I3 0 प्लस सेयरिङ करेन्ट भयो। त्यसपछि अर्को आउँछ 5 ओम रेजिस्टर। सो 5 टाइम्स I1 डोमिनेटिङ करेन्ट माइनस I2 सेयरिङ करेन्ट इक्वल्स टु 0। यसलाई अपरेट गर्यो भने माइनस 10 I1 र माइनस 5 I1 ले माइनस 15 I1 0 प्लस, त्यस्तै प्लस 5 I2 0 प्लस एन्ड प्लस कति त 10 I3 0 प्लस इक्वल्स टु कति हुन जान्छ, माइनस 10। सो नेगेटिभ कमन लियो भने 15 I1 0 प्लस सरी माइनस 5 I2 0 प्लस एन्ड नेगेटिभ 10 I3 0 प्लस इक्वल्स टु 10। दिस इज वाट इक्वेसन आवर 1। यहाँसम्म ठिक छ। त्यसपछि KVL इन के लाउँछौँ हामी, लुप 2 लगाउँछौँ। सो KVL इन लुप 2, लुप 2 मा KVL लगाउँदा के छ, 5 ओम 10 ओम र माइनस 10 भोल्ट छ। सो माइनस 5 लुप 2 को डोमिनेटिङ करेन्ट I2 0 प्लस माइनस सेयरिङ के छ त हाम्रो I1 0 प्लस। ठिक छ। त्यस्तै माइनस 10 ओमसँग डोमिनेटिङ करेन्ट I2 0 प्लस माइनस सेयरिङ कति छ, माथिको I3 0 प्लस माइनस 10 इक्वल्स टु कति, 0। यहाँसम्म ठिक छ। सो यसलाई अपरेट गर्यो भने पोजिटिभ 5 I1 0 प्लस हुने भयो। देन I2 नेगेटिभमा जाने भयो। वाट इज भ्यालु अफ I2, यहाँबाट माइनस 5 यहाँबाट माइनस 10। सो माइनस 15 I2 0 प्लस एन्ड I3 को भ्यालु इज 10 I3 0 प्लस इक्वल्स टु आर राइट साइडमा गयो, नेगेटिभ 10 बिकम्स पोजिटिभ 10। दिस इज इक्वेसन 2। त्यस्तै अब KVL इन लुप 3 लगाउनु पर्यो। KVL इन लुप 3 लगाउँदा KVL इन लुप 3 लगाउँदा है के छ, माथि 10 ओम 10 ओम 10 ओम, एउटा 10 ओम सिधै I3 मात्र छ, एउटा 10 मा I3 र I2, अर्को 10 मा I3 र I1 छ। सो मैले माथिको रेजिस्टरबाट स्टार्ट गरेँ, माइनस 10 I3 0 प्लस, त्यस्तै माइनस 10 डोमिनेटिङ I3 0 प्लस सेयरिङ विथ I2 0 प्लस, त्यस्तै यता लेफ्ट साइडकोमा आयो नेगेटिभ 10
dominating I3 0 plus sharing with I1 0 plus equals to voltage source छैन so 0 यसलाई अपरेट गर्यो भने यहाँबाट हाम्रो I1 को भ्यालु कसले दियो यसले दियो so that gives positive 10 I1 0 plus त्यसपछि यसले दिन्छ यहाँबाट दिन्छ positive 10 I2 0 plus and यसले कति दिन्छ 10 20 30 negative 30 I3 0 plus equals to 0 suppose this is equation 3 अब यसलाई सल्भ गरौँ सल्भ गरेपछि on solving equations 1 2 and 3 1 2 र 3 सल्भ गरेपछि I1 0 plus त्यस्तै अर्को हाम्रो के भेटिन्छ I2 0 plus and I3 0 plus तीनवटा भेटिन्छ नि राइट ओके क्याल्कुलेट गरी हेरौँ let me pick calculator okay हाम्रो मोड equation 5 कस्तो टाइपमा छ 3 variables so मैले 2 पिक गरे let me put the coefficients 15 minus 5 minus 10 15 minus 5 minus 10 and right side मा कति छ 10 equation 2 बाट 5 minus 15 10 5 minus 15 10 and constant is again 10 त्यसपछि from third equation I1 is 10 I2 is also 10 I3 is minus 30 and constant part is 0 so on solving I1 0 plus is 0.5 ampere again हाम्रो I2 is कति त I2 is minus 0.5 negative 0.5 ampere and our I3 is 0 ampere I3 is 0 ampere okay यति भइसकेपछि अब हामीले के निकाल्नु पर्यो त this is 0 ampere है अब I1 भेट्यो I2 भेट्यो I3 भेट्यो हामीलाई के मेजर गर्नुपर्ने छ VA मा भएको भोल्टेज ड्रप भन्नाले VA मा पोजिटिभ टर्मिनल यहाँ राख्नु पर्यो नेगेटिभ टर्मिनल यहाँनिर राख्नु पर्यो नि भन्नाले अब कुनै पनि KVL लगाएर गर्दा भयो के गर्दा भयो KVL लगाएर गर्दा हुन्छ ए अब कसले दिन्छ त यहाँनिर सपोज यहाँदेखि यहाँसम्मको भोल्टेज ड्रप भन्नु भनेको अब VA 0 प्लस भनेर हामीले मेजर गर्नुपर्ने छ हो त्यसको लागि के गर्छौं त यहाँनिर भोल्टमिटरको पोजिटिभ टर्मिनल यहाँनिर भोल्टमिटरको नेगेटिभ टर्मिनल राखेर मेजर गर्नुपर्छ हो यहाँदेखि यहाँसम्म ओके त्यो भन्नु भनेको त्यो बीचमा मेरो 5 ओम रेजिस्टर जति छ 5 ओम रेजिस्टरमा जति भोल्टेज ड्रप भइरहेको छ त्यही जस्तो होइन र यो पोइन्ट र यो पोइन्ट भन्नु भनेको एउटै सर्ट सर्किट भएको त हो नि सो मैले के भन्नु voltage drop at A 0 plus भन्नु भनेको कस्तो रहेछ त voltage drop at 5 ohm resistor भनेको जस्तो सेम हुँदो रहेछ हो कति बेला at 0 plus मा ए सो 5 ohm resistor मा भएको voltage drop भनेको resistance time current resistor त भ्यालु थाहा छ current भनेको कति I1 minus I2 since 5 ohm is being shared between two loops so 5 times कति त I1 0 plus minus I2 0 plus यहाँसम्म ठीक छ okay value 5 is 5 I1 0 plus कति निकाल्यो हामीले 0.5 negative and negative 0.5 I2 0 plus that is 5 times 1 that gives us the हाम्रो 5 volt so हाम्रो VA 0 plus is found to be कति 5 volt जस्तै VA 0 minus कति फाइन्ड गरेको थियो हामीले 0 volt फाइन्ड गरेका थियौ so our answer is concluded